देशको समग्र शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट स्थापना भएका निजी तथा आवासीय विद्यालयहरूको संख्या र उनीहरूको दायरा बढ्दै गएको परिप्रेक्ष्यमा देशको शिक्षा क्षेत्रको विकास र विस्तारमा निजी विद्यालयहरूको भूमिका र महत्व बढ्दै गएको बताइएको छ। निजी तथा आवासीय विद्यालयहरूको संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याप्सनको 5औं राष्ट्रिय अधिवेशनमा देशको शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको योगदान र अपरिहार्यता बढ्दै गएको जानकारी दिइयो। तथ्याङ्क अनुसार देशभर निजी क्षेत्रबाट सञ्चालित निजी तथा आवासीय विद्यालयहरू 8000 को हाराहारीमा छन्। देशभर छरिएर रहेका विभिन्न निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको उल्लेख्य उपस्थिति रहेको राष्ट्रिय अधिवेशनमा यस्ता निजी विद्यालयहरूले आम विद्यार्थीहरू लगायत अभिभावक र समग्र शिक्षा क्षेत्रमा पुर्याइरहेको सेवा, योगदान र उनीहरूले भोग्दै आएका समस्याहरूका बारेमा गहन छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री चित्ररेखा यादवले देशको शिक्षा क्षेत्रको विकासमा निजी तथा आवासीय विद्यालयहरूको उल्लेखनीय भूमिका रहेको भन्दै यस्ता विद्यालयहरूको अपरिहार्यता बढ्दै गएको उल्लेख गर्नुभयो। तपाईहरूका चासो र चिन्ता भनेका निश्चय पनि देशको शैक्षिक उन्नयनको लागि हो। शिक्षा मन्त्रालयको केन्द्रबिन्दु भनेको विद्यार्थीहरू नै हो। विद्यार्थीहरूको हित नै राष्ट्रको हित हो। हाम्रो दायित्व पूरा गर्नका निम्ति हामीले भन्नै पर्छ, दक्ष जनशक्ति, असल सुसंस्कार युक्त जनशक्ति जसले देशलाई माया गर्छ र देशका निम्ति अनवरत रूपमा योगदान गर्न सक्छ, त्यस्तो जनशक्ति हामीलाई चाहिएको छ। र यस जनशक्ति उत्पादन गर्ने क्रममा तपाईहरूका योगदान उल्लेखनीय रहेका छन्। विक्रम सम्वत 2054 सालमा निजी क्षेत्रका विद्यालयहरूका संस्थापक तथा सञ्चालकहरूको संरक्षण, सम्वर्धन र हक हितका लागि प्रतिनिधित्व गर्ने उद्देश्यले एउटा संगठनका रूपमा स्थापना भएको नेशनल प्याप्सनले 5औं राष्ट्रिय अधिवेशन मार्फत आफ्नो यो 1.5 दशक लामो यात्राबारे व्यापक छलफल गर्यो। यो अवधिमा आम नेपाली अभिभावक तथा विद्यार्थीहरूको शिक्षाको प्रमुख आधार तह विद्यालय शिक्षामा सफल र सक्षम प्रमाणित हुन निजी क्षेत्रका विद्यालयहरू सफल भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याप्सनको बुझाइ छ। हामी मात्र के भन्न भने हाम्रा बालबालिकाले शिक्षा पाउनुपर्छ र त्यसबेला लगानीको प्रश्न त उठ्यो। लगानी कसले गर्ने? लगानी गर्नुलाई त हाम्रो देशमा उद्योग धन्दा यस्तो त केही पनि भएन। त व्यक्तिगत लगानी भयो। व्यक्तिगत लगानीलाई मानिसहरू के चाहन्थे भने आफ्ना लगानीको सुरक्षा चाहिँ हुनुपर्छ। त पहिला काम यसले के गर्यो भन्दाखेरि शिक्षा दिनुस्, तपाईको लगानीको सुरक्षा गर्ने काम संगठनले गर्छ र त्यसमा सफल भयो हैन। त्यस्तै प्रकारले जस्तो व्यापारीहरू हो भनेर पनि आरोपहरू लगाएको थिए बीचमा। हामी व्यापारी होइन, तपाईहरूले शुल्क निर्धारण गरिदिनुस्। जुन शुल्क तपाईहरूले निर्धारण गर्नुहुन्छ त्यही शुल्कमा चाहिँ यो विद्यालयहरू सञ्चालन हुन्छ भनेर अहिले हामी चाहिँ के छ भन्दाखेरि निर्धारित शुल्कमा विद्यालयहरू सञ्चालन गरिरहेको छौँ। नेपालको अर्थतन्त्र चलेको रेमिटेन्सले, नेपालको शिक्षा क्षेत्र चलेको संस्थागत विद्यालयले, त्योभन्दा अत्युक्ति हुँदैन। किनभने संस्थागत विद्यालय नहुँदो हो भने वास्तवमा नेपाली शिक्षा कहाँ छ भनेर खोज्न जानुपर्ने हुन्छ र संस्थागत विद्यालयले सिङ्गो शिक्षाको धरोहरलाई चाहिँ बचाएर राखिदिएको छ। यो कुरालाई चाहिँ सम्बन्धित निकायले, सङ्घ संस्थाले, समाजले हेर्नु सबैले बुझ्नु भएको छ। यो देशकै सन्ततिको भविष्यलाई हामीले सुनिश्चित गर्ने क्षेत्र हो र वास्तवमै शिक्षा, त्यसमा पनि विद्यालय शिक्षा भनेको मेरुदण्ड हो। हामीले 20 वर्ष 30 वर्षपछि नेपाल कस्तो हुने भन्यो भने यहाँ पढ्ने विद्यार्थी र त्यो कक्षा कोठामा शिक्षकले कस्तो गतिविधि गर्छ त्यसले निर्धारण गर्छ। अनि त्यो अवस्थालाई सुधार गर्नुको लागि चाहिँ नेसनल प्याप्सनले मन्त्रालयसँग, सरोकारवालासँग, राज्यसँग एक किसिमको सहमतिमा हामीले चाहिँ यो क्षेत्रलाई नै उठाउनु पर्ने एउटा दायित्व र चुनौती र एउटा अवसर हुन्छ। आफ्ना सदस्य विद्यालयहरूको हक हितका साथै सरकारका नीति र कार्यक्रमहरूमा समेत आफ्नो भूमिका दर्शाउँदै आएको नेशनल प्याप्सनद्वारा आफ्नो सांगठनिक एकता वृद्धिका लागि सदस्य संख्या विस्तारलाई अधिवेशनबाट थप व्यापकता दिन थालिएको बताइएको छ। एक समारोहबीच 5औं राष्ट्रिय अधिवेशनमा विभिन्न जिल्लाबाट उपस्थित भएका नेशनल प्याप्सनलाई अनवरत सहयोग पुर्याउने सदस्य विद्यालय सञ्चालकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा अरबौंको लगानी गरी शिक्षा जस्तो जीवनको अपरिहार्य क्षेत्रमा समर्पित हुँदै देशको अर्थतन्त्रलाई प्रत्यक्ष योगदान गरेको मात्र नभई रोजगारी सृजना, दक्ष जनशक्ति उत्पादन आदिमा प्रत्यक्ष योगदान दिँदै आएको यस क्षेत्रलाई सरकारको तर्फबाट भने आवश्यक प्रोत्साहन नदिएको निजी विद्यालय सञ्चालकहरूको गुनासो रह्यो। संविधानले शिक्षालाई आधारभूत आवश्यकताका रूपमा लिएको सन्दर्भमा सरकारले यस क्षेत्रलाई आवश्यक सहयोग गर्न जरुरी रहेको निजी क्षेत्रको बुझाइ छ।
अनुमतिको सम्बन्धमा हैन धेरै समस्या आउँछ। कम्पनी रेजिस्ट्रारको कार्यालयमा आउने जुर्मानाहरूको सम्बन्धमा आउँछ। 5% शिक्षा करको बारेमा आउँछ, पाठ्यक्रमको बारेमा आउँछ। त्यस्ता थुप्रै कुराहरूलाई चाहिँ हामीले पार गरेका छौँ। शिक्षकहरू यो मुलुकका चाहिँ सेट हुनु, उनीहरूलाई जुन एउटा राज्यले गर्नुपर्ने व्यवहार हो त्यो चाहिँ अलिक डिस्क्रिमिनेसनको रूपमा चाहिँ त्यो निजी विद्यालयको नाममा चाहिँ आएको छ। त्यो चाहिँ आफैमा एउटा दुर्भाग्यपूर्ण कुरा छ। त्यो भएको हुनाले अहिले जुन 45% कोटाको विषयमा पनि हामीले चर्चा गरिरहेको अवस्था छ। त्यस्तै गरेर तपाईँको चाहिँ शिक्षकहरूको वृद्धि विकासको लागि शिक्षक भनेको त निजी विद्यालयमा पढाउँदैमा ती अर्कै प्लानेटका शिक्षक त होइनन्, यो देशकै शिक्षित जनशक्ति हुन् र राज्यले यत्रो अरबौँको बजेट तपाईँको लगानी गरिरहेछ भने यो स्कुलको चाहिँ के अरे निजी स्कुलका शिक्षकहरूलाई पनि हामीले अपग्रेड गर्नुपर्ने, उनीहरूलाई पनि त्यो ट्रेनिङ प्राप्त गर्नुपर्ने, त्यसको लागि चाहिँ सहकार्य राज्यसँग, शिक्षा मन्त्रालयसँग हाम्रो चाहिँ निजी विद्यालयहरूको पनि हुनुपर्छ र उनीहरूको पहुँच त्यहाँ पुग्नुपर्छ। अहिले पनि राज्यले हामीलाई फरक दृष्टिकोणले हेरेको स्थिति छ र हाम्रो भनाइ के हो भने, मेरो भनाइ के हो भने, यदि संस्थागत विद्यालयलाई अगाडि बढ्न दिने हो भने, यदि राम्रोसँग अगाडिको लागि बाटो खोल्ने हो भने सरकारले पनि त्यही अनुरूप नीति कार्यक्रमहरू ल्याउनुपर्छ र संस्थागत विद्यालयहरूलाई सहयोग गर्नुपर्छ भन्ने हो। आफ्नो एउटा चाहिँ हेल्दी कम्पिटिसन जुन चाहिँ शिक्षाको क्वालिटी एजुकेसनलाई अगाडि बढाउनलाई, गुणात्मक शिक्षा प्रदान गर्नको लागि जुन आवश्यक छ, त्यसमा चाहिँ हामी बीचको पनि एउटा सहमति र सहकार्य आवश्यक छ, जसका कारणले हाम्रो चाहिँ स्वस्थ प्रतिस्पर्धालाई हामीले अगाडि बढाउन सक्छौँ र निजी विद्यालयको अहिले भएको व्यवस्थालाई अझ मर्यादित र संयमित गराउन सक्छौँ। सरकारी निकायबाट व्यावहारिक तवरमा शिक्षा क्षेत्रलाई संविधानको आधारभूत आवश्यकताका रूपमा लिन नसकिएको, यस क्षेत्रलाई सरकारले आवश्यक व्यावसायिक र समयानुकूल नीति नियम र सुविधाहरू उपलब्ध गराउन नसकेको, त्यस्तै दुर्गम भेगमा विद्यालय स्थापनाका लागि आवश्यक प्रोत्साहन नदिएको जस्ता समस्याहरू अधिवेशन मार्फत उठाइएका छन्। शिक्षा कर, शिक्षा मैत्री कानूनको अभाव, विभिन्न झन्झटिला ऐनका प्रावधानहरू यस क्षेत्रका गम्भीर समस्याहरू रहेको निजी विद्यालय सञ्चालकहरूको गुनासो रह्यो। टिचर्सले पाएको सेलेरीको 1% बुझा भन्छ, बिल काटेको बिलको पैसाको 1% बुझा भन्छ। अनि त्योभन्दा कठिन यात्रा कहाँ छ? अर्को क्लास 8बाट पास गरेर विद्यार्थी 9 क्लास र 10 पढ्नुपर्ने हुन्छ। क्लास 8मा करिब एउटै कोर्समा गभर्मेन्टको हाम्रो अर्को फरक छैन। अब हामीलाई रेस्ट गर्नको लागि 9 क्लास र 10 क्लास एसएलसी गर्नेहरूले निजी विद्यालय जाने गभर्मेन्ट कोटामा भोलि डक्टर इन्जिनियरिङमा जान, होइन, मेडिकल काउन्सिल जाँचहरू बस्नु नपाउने भनेर विधि बनाइदिएको छ, जसले गर्दा 8 क्लास पास विद्यार्थी टोटल गभर्मेन्टमा जान्छन् भोलि सुविधा लिनको लागि। त्यो एउटा नियोजनको मेथड हो सरकारको। यी सबै कठिनहरू छन्। अब बोल्दा सुन्ने सरकार पनि छैन। विद्यालयमा पढ्न जाने विद्यार्थी, एउटा 3 वर्षको विद्यार्थीले पनि जब निजी विद्यालयमा गएर भर्ना हुन्छ तब उसले 1% शुल्क, 1% सरकारले कर तिर्नुपर्ने जुन व्यवस्था सरकारले गरेको छ, यो साह्रै निजी विद्यालयमा पढे बापत तिर्नुपर्ने दण्ड सजाय जस्तो पाराले जुन तरिकाले आएको छ, त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सुन्दा हेर्दा पनि सही देखिएको छैन। बिना अनुमति सञ्चालन भएका स्कुलहरूलाई सरकारले, राज्यले अनुमति दिनुपर्ने हुन्छ। एउटा त्यो समस्या 6 र 9 को अनुमतिको जुन रोक्या छ, अनुमति प्रक्रियालाई रोक्का गरेका छ, त्यो समस्या नै अहिले हाम्रो त्यहाँको प्रमुख समस्या हो। विद्यालय सञ्चालन गर्नेहरूले शिक्षा जस्तो पवित्र कुरा दिइराखेका छौँ र रोजगारीको अवसर प्रदान समेत गरेका छौँ। तथापि हामीलाई 3% रसिद बनाउने, 3% रसिद काट्ने जुन एउटा झन्झटिलो पारामा ल्याइएको छ, हामीलाई निर्धारण गरियोस् यति विद्यार्थी भएको यो लोकेसन, ग्रामीण भेगमा, शहरी भेगमा यो लोकेसनमा रहेको विद्यालयले यति शुल्क तिर्ने। निजी क्षेत्रका विद्यालयका विविध समस्याहरूका साथै सञ्चालकहरूबाट व्यक्त धारणा र आवाजलाई केन्द्रीकृत गर्दै नेशनल प्याप्सनले शिक्षा मन्त्रीलाई अनुरोध पत्र समेत पेश गरेको थियो। अनुरोध पत्रमा यस क्षेत्रप्रति आवश्यक सरकारी सहयोग र सकारात्मक समन्वयको आवश्यकता दर्शाइएको छ। 5औं राष्ट्रिय अधिवेशन मार्फत नयाँ कार्य समिति चयन गरेको नेशनल प्याप्सनले निजी विद्यालयहरूको संगठनका रूपमा आफ्नो समन्वयकारी भूमिकालाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। त्यस्तै यस क्षेत्रलाई थप मर्यादित, व्यवस्थित गराउँदै देशमा विश्वस्तरीय शिक्षाको विकास र विस्तारका लागि संगठनको प्रतिबद्धता व्यक्त गरेको छ।
अहिले आउने नेतृत्वले महसुस गर्नुपर्छ कि उसले अरूमाथि मात्रै भर गर्ने होइन, उसले आफैले पनि महसुस गर्नुपर्छ कि यी समस्याहरू कसरी आइरहेछ, त्यसका समाधानहरू कसरी गर्नुपर्छ भन्दा अबका नेतृत्व धेरै क्रियाशील हुनुपर्छ। हामीले धेरै चिन्तनहरू गऱ्यौँ होइन, हाम्रा धेरै अध्ययनहरू गऱ्यौँ, त्यो किसिमका हामीले धेरै परिवर्तनहरू ल्याए। तर अहिलेको समयमा कस्तो छ भन्दाखेरि मात्र चिन्तनले मात्रै छैन, चिन्तनका कुरा धेरै आइसक्यो। अब जति एउटा चिन्तन निस्के पनि त्यो त्यति नै हो। तर अब यसलाई चाहिँ के छ, क्रियाशील बनाउनु, धेरै एग्रेसिभ तरिकाले क्रियाशील रूपमा जानुलाई त्यस्ता नेतृत्वको खाँचो पर्छ। विद्यालयहरू यो सहर केन्द्रित र इलिट वर्गको के अरे क्षेत्र भन्ने जुन थियो त्यो चाहिँ त्यसलाई अहिले चुनौती दिएको अवस्था छ। ग्रामीण क्षेत्रमा पनि निजी विद्यालयहरू आएका छन् र 75 जिल्लामा निजी विद्यालय सञ्चालित छन् र ती निजी विद्यालयहरूको अवस्थालाई हेर्दा लगभग 95% यसमा पढ्ने विद्यार्थी र अभिभावकको अवस्था हेर्ने हो भने लोवर मिडल क्लासको मध्यमवर्गीय अभिभावकहरूको चाहिँ संलग्नता बढी छ। त्यो हिसाबले हेर्दा अवश्य पनि हामीले त्यो 95% दूरदराजमा भएका विद्यालयहरूलाई सङ्गठनमा गोलबन्द गर्नुपर्ने र उनीहरूको सञ्चालनमा वृद्धि विकासको लागि चाहिँ हामीले चाहिँ गर्नुपर्ने भूमिका यो राष्ट्रिय सङ्गठनको रहन्छ। त्यो नै एउटा चुनौतीपूर्ण छ। दुईवटा कुरा सँगसँगै जानुपर्छ हाम्रो नेसनल प्याप्सनमा, एउटा लिडरसिप, एउटा म्यानेजमेन्ट। लिडरसिप भिजनयुक्त हुन पर्यो र त्यसको सफल व्यवस्थापन हुन सकेन भने फेरि लिडरसिप चाहिँ ले काम गर्न सक्दैन। त्यसले गर्दा विशेष त भन्दाखेरि हामीले लिडरसिपमा बस्ने साथीहरू, अफिसलाई सञ्चालन गर्ने सेक्रेटेरिएट चाहिँ एकदमै बलियो हुनु पर्यो। हामीले त्यही नै एक्सपेक्ट गर्छौँ र त्यसो भइदियो भने चाहिँ वास्तवमा लिडरसिपले चाहेको कुरा चाहिँ मूर्त रूपमा चाहिँ सदस्य विद्यालयसम्म पुग्न सक्छ। देशमा पछिल्लो समयमा निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिने लगानी बढ्दै जाँदा देशभर निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको संख्या 8000 को हाराहारीमा छन्। विद्यालय शिक्षाको नतिजा र गुणस्तरको कुरा गर्दा सरकारी विद्यालयहरूको दाँजोमा निजी क्षेत्र अगाडि देखिन्छ। हालै प्रकाशित 2070 सालको एसएलसी परीक्षाको नतिजाको कुरा गर्ने हो भने कुल सहभागी विद्यार्थीमध्ये 93.12% उत्तीर्ण हुँदा सरकारी विद्यालयका 28.19% विद्यार्थी मात्र उत्तीर्ण भए। देशको शिक्षा क्षेत्रको यस्तो दुरावस्थामा देशमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने कार्यमा निजी तथा आवासीय विद्यालयहरूको समेत उल्लेख्य भूमिका रहँदै आएको नेपालको शिक्षा क्षेत्रको यथार्थता हो। त्यस्तै शिक्षा क्षेत्र जस्तो आधारभूत आवश्यकीय र चेतना अभिवृद्धिको क्षेत्रमा निजी क्षेत्रबाट व्यावसायिकतालाई बढी प्राथमिकता दिने गरिन्छ भन्ने आरोप समेत लाग्दै आएको सन्दर्भमा यस क्षेत्रमा रहेका कमी कमजोरीहरू हटाई नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको आवश्यकता, महत्व र गुणस्तर वृद्धिका लागि यी विद्यालयहरूको संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याप्सनको भूमिका आगामी दिनमा बढ्दै जानेमा आशा गर्न सकिन्छ।